आज हामी सिक्नेछौँ यो हातको स्टेप अनि खुट्टाको स्टेप अनि काउन्टमा 4x4 स्टेप 4 बिटमा 1 2 3 4 ल सबैले सँगै गर्नेछौँ। अनि यो दाहिने खुट्टा पहिला अगाडि लग्ने 1 2 3 4 दाहिने खुट्टालाई राइट साइड 1 2 3 4 त्यस्तै हातलाई पनि 1 2 सँगसँगै यो 1 गर्दाखेरि चाहिँ तपाईले यो 1 यो खुट्टा पनि लग्ने 1 जस्तै 1 एन्ड 2 जस्तै 1 यो हातलाई यता ल्याउने 2 3 यो जान्छ है त। ल फेरि 1 2 जस्तै कि यो खुट्टा चाहिँ 1 गर्दाखेरि चाहिँ तपाईले यो हात र यो हात सँगै ल्याउने है 1 2 यो खुट्टा पनि 2 मा चाहिँ यो खुट्टा यहाँ ल्याउने यो हात चाहिँ यहाँ राख्ने यो खुट्टालाई पनि त्यहाँ राख्ने है त 1 2 जस्तै 2 गर्दाखेरि चाहिँ यो हात र यो खुट्टा 2 मा जानु पर्यो है त। ल फेरि 1 2 जस्तै 1 2 1 2 3 जस्तै स्याम। अब तपाईले स्याम यता यस्तै जस्तै यस्ता गर्नुभयो त्यस्तै यता गएर है त। यहाँ छ नि हाम्रो खुट्टाहरू यो छ होइन पोजिसन 1 एन्ड 2 सरी 3 एन्ड 4 ल फेरि सुन्दैछ है 1 2 3 4 1 2 3 4 अब खुट्टालाई क्रस गर्ने 5 6 7 8 जस्तै तपाईले 1 2 गर्दाखेरि यहाँ ल्याउनुभयो 3 4 गर्दाखेरि फर्स्टमा यहाँ ल्याउनुभयो। अब तपाईँले सेकेन्डमा के गर्ने 1 2 3 4 राइट साइड जाँदाखेरि देब्रे खुट्टालाई राइट साइडको पछाडि राख्ने लेफ्ट साइड जाँदाखेरि लेफ्ट खुट्टालाई अगाडि ल्याउने राइट खुट्टालाई पछाडि फाल्ने खुट्टाको पछाडि है। र फेरि 1 2 3 4 यो जान्छ। अब हातलाई 1 2 3 एन्ड 4 सिम्पल छ। फेरि 1 2 3 4 यही हो है त सेकेन्ड स्टेप। हामी फर्स्ट स्टेप गर्छौँ 1 2 3 एन्ड 4 फेरि 1 2 3 एन्ड 4 फेरि 1 2 3 एन्ड 4 जस्तै यो गर्दाखेरि तपाईँले शरीरलाई पनि हल्का हल्लाउनु भयो अझ राम्रो हुन्छ। 1 2 3 एन्ड 4 सेकेन्ड स्टेप 1 2 3 एन्ड 4 यो हातलाई चाहिँ हेर्ने जस्तै हजुरहरूले यता गर्नुहुन्छ भने चाहिँ यो हातमा हेर्ने 1 2 3 एन्ड 4 ल फेरि सुरुदेखि गरेछौँ हामीले बेसिक स्टेप लेभल 5 सबैजनाले हेर्नु होला अनि सिक्नु होला। म हजुरहरूलाई बेसिकदेखि लगेर जानेछु फर्स्टदेखि नै लास्टसम्म। ल फेरि अगेन 1 2 3 4 सेकेन्ड स्टेप हो है यो सरी फर्स्टदेखि हामी गर्नेछौँ 1 2 3 4 5 6 7 8 1 2 3 4 लास्ट स्टेप है। र फेरि 5 6 7 गो 1 2 3 4 यही हो है। खुट्टालाई चाहिँ तपाईँहरूले यो मुभमेन्ट गर्ने 1 2 3 4 अनि सेकेन्डमा 1 2 3 4 अब हातलाई गर्ने है त 1 2 3 4 5 6 7 8 फेरि 1 2 3 4 5 6 7 8 ल फेरि हामी अर्को एउटा लास्ट स्टेप सिक्नेछौँ। अनि त्यसपछि चाहिँ यो हातले चाहिँ 1 2 3 4 है यस्तै यसले खिच्ने यो शरीरलाई 1 2 1 2 1 2 जस्तो यो हातलाई पछाडि लग्ने शरीरलाई अगाडि र यो शरीर र यो खुट्टालाई अगाडि लग्ने यो लेफ्ट खुट्टालाई चाहिँ यहीँ राख्ने है त 1 2 फेरि स्याम यो हात यो हात र यो खुट्टा यहीँ राख्ने अनि तपाईँले चाहिँ यो हातलाई पछाडि तान्ने यो हातलाई अगाडि 1 2 सरी 3 4 है
1 2 3 4 बस यति नै सिक्नेछौँ आज। तपाईँहरूले चाहिँ यो चाहिँ प्र्याक्टिस गर्नु होला, भिडियोलाई डाउनलोड गरेर रिपिट हेर्नु होला। र फेरि सुरुदेखि हामी गर्नेछौँ 1 2 3 and 4 5 6 7 8 1 2 3 4 राइट। र फेरि सुरुदेखि गर्नेछौँ 1 2 3 4 5 6 7 8 1 2 3 4 ल फेरि अब यसलाई थोरै फास्टमा गर्नेछौँ है। 5 6 7 go 1 2 3 4 5 6 7 8 1 2 3 4 अब फेरि एकचोटि 5 6 7 go 1 2 3 4 5 6 7 8 1 2 3 4 हुन्छ। लास्टसम्म हेरिदिनुको बारेमा तपाईँलाई धेरै धेरै धन्यवाद। यसलाई चाहिँ तपाईँले फेरि प्र्याक्टिस गर्नु होला।